फेरि पनि यसकोमा बल गोल हेलो एभ्रिवान वेलकम ब्याक टु आवर लोकल ब्लग्स 396 र फाइनली हामी दबाई पानी बस्ती आइसकेको छ है यहाँ ब्लू जर्सीमा हुनुहुन्छ तपाईँको डी टाउन भन्ने यस्तो प्रकारले रेड अनि ब्ल्याक जर्सीमा हुनुहुन्छ धोत्रे एफसी र स्कोर लाइन चाहिँ तपाईँको अहिले 2-0 भइरहेको रहेछ फेरि पनि एजेको ट्राई आजको जुन हाम्रो फर्स्ट सेमिफाइनल चाहिँ स्टार्ट भइसकेको रहेछ हामी चाहिँ तपाईँको स्कुटी अलिकति बिग्रिएर चाहिँ अलिकति लेट आइपुग्यो है र यो फर्स्ट हाफ नै चलिरहेको रहेछ र स्कोर लाइन चाहिँ डी टाउनबाट 2 स्कोर भने धोत्रे एफसी 0 लाइभ छैन ब्लक हो नेटवर्क हिजो है र हाम्रो यहाँ धोत्रेबाट चाहिँ विशेष भाइहरू हुनुहुन्छ है र गोलकिपर हुनुहुन्छ यस्तो प्रकारले रूपक राम्रो ट्राई कम त छिरिङ ओए बलमा अलिकति मिस भएको छ है छिरिङ राम्रो स्किल एजे ओए राम्रो स्किल विशेष के गर्नु यो ओए अघि हाम्रो त सुट गरिसकेको छ एजे राम्रो बल 10 नम्बर 6 लाई यो त फल्ट हो 10 नम्बर 13 छिरिङको अलिकति ट्याकल र फेरि पनि स्कोर भइसकेको छ है र स्कोर लाइन तपाईँको 3-0 डी टाउन 3 भने धोत्रे एफसी 0 र अहिलेको पनि हाम्रो गोल मिस भयो है काउन्टर भर्खर गोल गर्ने खेलाडी 10 नम्बर 7 राम्रो स्किल ओए त्यो मैले फर्स्टको गोल भयो नि त्यसमा अफसाइड थिएन है थिएन एजेले हालेको यहाँबाट कुदेँ नि थिएन थिएन यहाँ छ नि भयो हेर्नु न सोफासम्म हालिदिन्छु नि म ओए एकदमै राम्रो ट्राई है हामीले एकदमै राम्रो प्लेयर हुनुहुन्छ भाइ अर्ग्यानिक प्लेयरको भाग्य ठुलो है रोड टु फाइनल जी क्विन भनेर आउने ला ए लाग्यो र आज चाहिँ हाम्रो यहाँनिर 10 नम्बर 7 राम्रो बल एजे 10 नम्बर 5 एजे राम्रो स्किल एजे ओए एजेको राम्रो थियो है 1-on-1 एकदमै राम्रो चान्स एजे धर्नुपर्ने हो नि त भेट्छ है भाइ भेट्छ यो मान्छेले आम्बो सुधे है आम्बाको हुने थियो
अर्ग्यानिक बिरुवाले कस्तो बोलायो सेटा लुटुमै वान साइडेड म्याच हो त गेम छ एजको राम्रो बल आजको जुन अब फर्स्ट सेमिफाइनलको फर्स्ट हाफ भइरहेको छ भने स्कोर लाइन डिटाउन एफसी 3 भने धोत्रे एफसी 0। आज चाहिँ हामी दबाई पानी बस्तीमा चाहिँ मेरो प्यारो भाइसँग भेट भइसकेको छ यहाँनिर अर्ग्यानिक प्लेयर यहाँनिर चाहिँ हाम्रो सबैजना लोकल प्लेयर्सहरू लोकल भ्लग्समा लोकलै गिर्छ हाम्रो चाहिँ अर्ग्यानिक अलवेज हाम्रो दानिश भाइ भयो है यहाँ पर चाहिँ फेरि हाम्रो बिग प्लेयरहरू टिका भाइ रूपम भाइ माइकल भाइ टिकादास तब्बी अहिलेको फेमस लेटेस्ट अलवेज। आजको फर्स्ट सेमिफाइनलको सेकेन्ड हाफ पनि प्ले भइसकेको छ। धोत्रेबाट चाहिँ हुनुहुन्छ यहाँनिर हाम्रो सागर भाइ, विशेष भाइ, नम्बर 13 प्रियन्सु ग्याबो एस गुड सेभ भाइ र थ्रो गुड क्लियरेन्स फल्ट र हाम्रो डी टाउनबाट नम्बर 11 ग्याबो विशेष कुमार बल गुड क्लियरेन्स गुड डिफेन्स फेरि पनि सागर कुमार बल फेरि पनि डी टाउन नम्बर 7 को एजी सागर यो भाइ चाहिँ कहाँ गयो नम्बर 7 कालिम्पोङ हामी सोरेङमा खेलेको थियौँ सँगै राम्रो रहेछ है नाटुङमा बस्थ्यो अरे कि राम्रो छ भाइ नाटुङ कि केमा बस्यो त्यो हामी सोरेङ हारि नि क्या त्यो गाउँमा भेटेको थियौँ हाम्रो टिमबाट बोलाएको थियो नि भाइलाई राम्रो छ भाइ अर्को त होइन ऊ चाहिँ बोलाएको थियो ग्याबो दुई भाइ कालिम्पोङको होला नि सँग फ्री किक एजेसँग राम्रो भयो नि अगाडि Saga, nice, good shot. Very pieces. Pienso. Miss. Sponsor क्या कहाँ अस्ति हामी त इरोज अस्तिसम्म इरोज खेल्दै थियो आज चाहिँ भएन इरोज हाम्रो इरोज भनेपछि त्यो त होइन राम्रो प्लेयर हो
दामी हो ओए एकदमै राम्रो ट्राई अझ सानो कति कति मिनटको हो 20 20-25 होला त कर्नर किक के भयो बाहिरबाट Priyansu. Carry on. फेरि पनि दुईटा अङ्कमा फेरि पनि एजेकोमा भयो No press. फ्री किकको लागि विशेष आइसकेको छ भने Ambo. Good shot and good save. Try to. Hey. Sagar. भने गरेर
त्यस्तै खोइ के भन्दै थियो 7 तारिकको भन्दै थियो त कति 7 तारिक 7 तारिक 7 भनेपछि कहिले हो मन्डे होइन मङ्गलबार होला दाबी 5 हो नि त 5 6 7 मङ्गलबार बिगार्छ है ऊ अबुई पाइहालेको थियो नि ओइ एजुको राम्रो साइट एफसी को नम्बर 4 आउट भने प्रियन्सु आउट भने सनम इन भइसकेको छ सेकेन्डको गोलकिपर देखेकै छैन है फेरि पनि विशेष राम्रो भयो सागर गुड डिफेन्स गुड क्लियरेन्स Titon cap. बताऊ ट्राई कौन बस्छ ला कम तोरेको छ हाल्यो ल बोले गुड गोल दे गुड गोल आपा यो चाहिँ कमान म चाहिँ यो चाहिँ गोललाई रोमान्टिक बनाइदिहाल्छु दाबी गुड गोल दे अझै यसको लाइन तपाईको 4-0 भइरहेको लोकलमा आए अहिले MJ10 को मा आएन आयो गिर्छ यो चाहिँ गो सेकेन्ड गोल लोकलको मा गिर्छ बिटोनद्वारा फेरि चौथो गोल गरी आफ्नो दललाई सुन्दरको विरुद्ध फेरि पनि काउन्टर जसरी पनि यसको मोबाइल यसै फेरि सुन्दर गोल गरी आफ्नो दललाई शून्यको विरुद्ध पास 4 गोलले आफ्नो दललाई अघि लगिरहेको छ बारम्बार राम्रो हुन्छ त बस्नु नि त एकछिन रेडी हुनु अब ओ अहिले उकालो फर्क ल म फोटो खिच्दिन्छु के हुन्छ भइहाल्छ ला फेरि हाल्छ ला फेरि हाल्छ दा अहिले भेटौँ ल बधाई छ बी पोइन्ट भयो तपाईँको त हाम्रो के हुन्छ 0 यहाँ
स्कोर गरी बिटोन दलका खेलाडी 10 नम्बर दोस्रो खेलाका निम्ति बिटनबारी अनि बिन्दिया 7 का दुई दलका खेलाडीहरूलाई तयार भइबस्ने हामी आयोजन कमिटीद्वारा विनम्र निवेदन गर्दछौँ र फेरि पनि हामी यहाँबाट आयोजन कमिटीबाट विनम्र अनुरोध गर्दै दोस्रो सेमिफाइनल खेलाको निम्ति बिन्दिया 7 अनि दोस्रो एफसी फेरि पनि एजेकोमा बल गोल गोल बाई एजे कन्टिन्यू स्कोर बाई एजे भइरहेको छ यहाँनिर एजेको तपाईँको स्कोर 4 भइसकेको छ र फेरि पनि यो पहिलो खेलाको बिटोन अनि निको पोइन्टको माझमा बिटोन खेलाडी 10 नम्बर 5 गरेर छैटौँ गोल गरी आफ्नो लाइन तपाईँको डिटाउन 6 भने दोत्रे एफसी 0 र फेरि पनि भ्याबाकोमा बल रूपक Saga र मिस पास फेरि पनि डिटाउन एफसीकोमा बल एफसी गुड बल गुड ब्लक बाई ग्याबो डिटाउनको रिप्लेस भइरहेको छ नम्बर 7 आउट भने नम्बर 9 अर्ग्यानिक प्लेयर सागर शेर्पा इन भइसकेको छ गुड सेभ बाई रूपक फेरि पनि एकदमै राम्रो कलेक्ट बाई रूपक सागर शेर्पा एजे सागर ओइस सागरको फर्स्ट शट सुनौ नम्बर 8 दोत्रा एफसी फेरि पनि दोत्रा एफसी फेरि पनि सागाकोमा बल सोलो सागी राम्रो बल थियो सोनमलाई पनि सागर शेर्पा सोलो र दुवै दलका खेलाडीहरूलाई तयार भएपछि पनि हामी अहिले कमिटीबाट विनम्र अनुरोध गर्दछौँ बिन्दा फेरि भाइ 13 नम्बर भाइ खेलाएर लु हान्यो ल हे लु 8 नम्बर लु खेलाएर लु हान्यो गोल बाई विशेष स्कोर लाइन तपाईँको अहिले 6-1 भइरहेको छ डिटाउन एफसी 6 भने दोत्रे एफसी निको पोइन्टका खेलाडी 10 नम्बर 15 द्वारा आफ्नो दललाई 0-1 गोलले
अङ्कलको विरुद्ध एक गोलले आफ्नो दललाई प्रतिनिधित्व गरिरहेको छ। फेरि पनि एजकोमा बल डिफेन्स एकदमै राम्रो डिस्टर्ब ढिलो गरेन ल ढिलो चाहिँ भाइले बढायो फेरि पनि विशेष ल ल ल सोलो सागर शेर्पा अर्गेनिक प्लेयर मिस पास भइरहेको छ सागर शेर्पाकोबाट फेरि पनि एजे राम्रो हेर्नु पर्यो free kick difference good clearance T-tone cap through Sagar Sherpa solo yes एकदम राम्रो सेट विशेष सोनम विशेष सागर very funny very funny स्कोर लाइन तपाईको 7-1 एजय र फेरि पनि दर्शकवृन्दहरूको फेरि ध्यान आकर्षण गर्दै र फुल टाइम स्कोर लाइन 7-1 भने डिटाउन क्याप इन्टु द फाइनल भने यस्तो प्रकारले एफसी बिग लस सेमी फाइनल है र हामी चाहिँ तपाईको अलिकति ढिलो आइपुगेर चाहिँ हाम्रो चाहिँ तपाईको कतिवटा क्लिपहरू हामीले भिडियो गर्नु पाएन है र त्यसको लागि चाहिँ सरी है र अब हाम्रो फेरि सेकेन्ड सेमी फाइनल हुनेछ र थ्याङ्क यू सो मच फर वाचिङ